नमस्कार आदरणीय श्रोतावृन्द, स्वागत छ यहाँहरूलाई यस अडियो युट्युब च्यानल रसवेणीमा। सदाको बसाइ चाहिँ आज पनि कार्यक्रम तिम्रो ग्रह तिम्रो कथाको साथमा बुधबार जन्मिएका मानिसहरूको स्वभावको विषयलाई लिएर हामी उपस्थित भइसकेका छौं। के तिमीलाई थाहा छ, संसारमा एक खाले मानिस हुन्छन् जसलाई हेर्दा सामान्य लाग्छ, तर भित्र एउटा ब्रह्माण्ड लुकेको हुन्छ। हो, यो कथा हो तिनै बुधबार जन्मिएका मानिसहरूको, जसलाई संसारले कहिल्यै पुरै बुझेन। बुधबार बुध ग्रहको दिन। जो मानिस यस दिनमा पृथ्वीमा आउँछन् उनीहरू साधारण हुँदैनन्। यिनीहरू बोल्छन् तर सबै कुरा भन्दैनन्। यिनीहरू सुन्छन् तर सबै देखाउँदैनन्। यिनीहरू हाँस्छन् तर भित्र कति दर्द छ त्यो केवल उनीहरू मात्र जान्दछन्। के तपाई पनि बुधबार जन्मिएको हो? त्यसो भए यो भिडियो अन्त्यसम्म हेर्नुस् है, किनकि आज हामी हजुरको आत्माको रहस्य खोल्दै जानेछौं। वैदिक ज्योतिषमा बुध ग्रह बुद्धि, बाणी र संचारको ग्रह हो। ऋषिमुनिहरूले हजारौं वर्ष पहिले भनेका थिए, जो बुधको प्रभावमा जन्मिन्छ ऊ संसारको सबैभन्दा चतुर आत्मा मध्ये एक हुन सक्छ। बुध ग्रह सूर्यको सबैभन्दा नजिकको ग्रह, सूर्यको प्रकाशमा नुहाएको तर आफ्नो छाया लुकाएको। ठीक त्यसरी नै बुधबार जन्मिएका मानिसहरू संसारको प्रकाशमा हिँड्छन् तर आफ्नै गहिराई कसैलाई देखाउँदैनन्। के तिमीलाई लाग्छ यो संयोग हो? हो दर्शकवृन्द, बुधबार जन्मिएका मानिसहरूको एउटा रहस्य छ। यिनीहरूका दुई अनुहार हुन्छन्, एउटा जो संसारले देख्छ, अर्को जो केवल राति एक्लैमा देखिन्छ। बाहिरबाट यिनीहरू देखिन्छन् शान्त, मिलनसार, हँसिलो, तर भित्र एउटा अनन्त विचारको भँवर चलिरहेको हुन्छ। यिनीहरूको दिमाग कहिले रोकिँदैन। सुत्दा पनि सोच्छन्, खाँदा पनि सोच्छन्, हाँस्दा पनि मनको कुनै कुनामा केही विश्लेषण भइरहेको हुन्छ। यस्ता मानिसहरूमा हाइपर एनालाइटिक माइन्ड हुन्छ। तर वैदिक ज्योतिषले भन्छ यो बुध ग्रहको आशीर्वाद हो। तिम्रो दिमाग यो ब्रह्माण्डको एउटा उपहार हो। बुधबार जन्मिएका मानिसहरूको सबैभन्दा ठूलो शक्ति के हो? शब्द। यिनीहरू जब बोल्छन् मान्छेहरू रोकिन्छन्, जब लेख्छन् मान्छेहरू पढ्न छोड्न सक्दैनन्, जब सम्झाउँछन् सबैले मान्छन्। यो संयोग होइन, यो त बुध ग्रहको वरदान हो। तर यहाँ एउटा अँध्यारो सत्य छ। यिनीहरूको बाणीको शक्ति यति तीव्र हुन्छ कि चाहेमा यिनीहरू जो भन्छन् मान्छेहरू विश्वास गर्छन्, चाहेमा जो देखाउँछन् मान्छेहरू त्यही देख्छन्। यो शक्ति सही हातमा परे वरदान हो, गलत बाटोमा गए यो नै सबैभन्दा ठूलो अभिशाप बन्न सक्छ। बुधबार जन्मिएका साथी, तिम्रो शब्दमा शक्ति छ, याद गर है। त्यो शक्तिलाई सम्हालेर राख। प्रेमको कुरा गर्नु पर्दा बुधबार जन्मिएका मानिसहरू सबैभन्दा बढी माया गर्छन् र सबैभन्दा बढी दुख्छन्। यिनीहरू सम्बन्धमा आउँदा सम्पूर्ण आउँछन्, आफ्नो सबै थोक दिन्छन्, समय, ध्यान, माया र बुद्धि। तर समस्या के छ भने यिनीहरूले जे महसुस गर्छन् त्यो भन्न सक्दैनन्। यिनीहरू मायाको चिठी मनमै लेख्छन्, पठाउँदैनन्। यिनीहरू रुन मन लाग्दा हाँसिदिन्छन्। यिनीहरू भित्रै टुट्दा म ठिकै छु भन्छन्। र यही कारण यिनीहरूका सम्बन्धहरू अधुरै रहन्छन् कहिलेकाहीँ। प्रिय बुधबारमा जन्मिएका, तिम्रो मायाको मूल्य छ, कसैलाई भन्न डराउनु हुन्न है। करियरको कुरा गर्दा
बुधबार जन्मेका मानिसहरू असाधारण हुन्छन्। वैदिक ज्योतिषले भन्छ बुध ग्रहले शासन गर्ने क्षेत्रहरूमा यिनीहरू सफल हुन्छन्, जस्तै लेखन, पत्रकारिता, शिक्षण, व्यापार, कानून प्रविधि। यी सबै क्षेत्रमा बुधबार जन्मिएकाहरू शिखरमा पुग्छन्, किनकि यिनीहरूसँग बुद्धि, वाणी र अनुकूलन क्षमता छ। तर पैसाको कुरामा यिनीहरू कहिले धेरै कमाउँछन्, कहिले हराउँछन्, किनकि बुध ग्रह चञ्चल ग्रह हो, स्थिर छैन। यही कारण यस बारमा जन्मिएकाहरूले बचत र अनुशासनमा विशेष ध्यान दिनुपर्छ। तर एउटा कुरा पक्का छ, यिनीहरू जे पनि गर्छन् मन लगाएर गर्छन् र त्यही मेहनत एक दिन इतिहास बनेर यिनीहरूको अगाडि उभिन्छ। अब एउटा कुरा भन्नु छ जो कसैले बताउँदैन। बुधबार जन्मेका मानिसहरूको एउटा अँध्यारो पाटो पनि छ है। यिनीहरू ओभर थिंकिङ गर्छन्, एउटा साना कुरालाई 1000 कोणबाट सोच्छन् र त्यही सोचाइले राति निन्द्रा हराउँछ। यिनीहरू निर्णय गर्न सक्दैनन् कहिलेकाहीँ, किनकि सबै विकल्पका फाइदा र नोक्सान एकै साथ देख्छन्। यिनीहरू सम्बन्धमा शंका गर्छन्, के उसले साँच्चीकै माया गर्छ, के यो साथी विश्वास योग्य छ। यी प्रश्नहरू यिनीहरूको मनलाई खान्छन्। र सबैभन्दा ठूलो दुःख के हो भने यिनीहरू यो पीडा कसैलाई भन्दैनन्। एक्लै बोक्छन्, एक्लै सहन्छन्, एक्लै लड्छन्। बुधबार जन्मिएका मित्र, तिमी एक्लो छैनौ। यो भिडियो हेरिरहेका लाखौं आत्माहरू तिम्रो जस्तै पीडा बोकेका छन्। तर अब सबैभन्दा गहिरो रहस्य, यस बारमा जन्मिएका मानिसहरूमा एउटा आत्मिक शक्ति हुन्छ, जसलाई उनीहरू आफैले पनि पुरै बुझेका हुँदैनन्। वैदिक ग्रन्थमा उल्लेख छ, बुध ग्रह विष्णुको अंशको रूपमा, बुद्धि, ज्ञान र मोक्षको मार्गको रूपमा। यसको मतलब बुधबार जन्मिएकाहरूको आत्मा यस जन्ममा ज्ञान खोज्न आएको छ। यिनीहरूको जीवनमा जति दुःख आउँछ त्यो दुःख नै यिनीहरूको गुरु हो, त्यो संघर्ष नै यिनीहरूको दीक्षा हो। जब बुधबार जन्मिएका मानिस आफ्नो आत्मिक शक्तिलाई चिन्छन्, तब उनीहरूले बुझ्छन् कि उनीहरूको बुद्धि ईश्वरको उपहार हो। त्यस दिन संसार उनीहरूको अगाडि झुक्छ। बुधबार जन्मिएका मित्र, तिम्रो यात्रा सजिलो छैन। तिमीलाई थाहा छ यो, तर यो पनि थाहा होस्, तिम्रो दिमागको गहिराई यस संसारका धेरैलाई दिइएको छैन। तिम्रो वाणीको शक्ति युगौं युगदेखि साधना गरेर आएको हो। फेरि तिम्रो भावनाको गहिराई तिम्रो सबैभन्दा ठूलो शक्ति हो, कमजोरी होइन है। बुध ग्रहले तिमीलाई छानेर यस पृथ्वीमा पठाएको छ एउटा उद्देश्यका साथ। हो, त्यो उद्देश्य खोज, त्यो बाटो हिँड, त्यो आत्मालाई जगाऊ, किनकि बुधबार जन्मेका मानिस साधारण हुँदैनन्। यिनीहरू ब्रह्माण्डका चुनिएका आत्मा हुन्। यो भिडियो तिमीलाई कस्तो लाग्यो? कमेन्टमा बुधबार लेख्नुस् है। यदि हजुर पनि बुधबार जन्मिएको हो र यदि हजुरका कुनै प्रिय साथीहरू बुधबार जन्मिएका छन् भने यो भिडियो उनीहरूलाई पनि पठाइदिनुस्। सब्स्क्राइब गर्नुहोस् र बेल थिच्नुहोस्, किनकि हरेक दिनको रहस्य यहाँ खुल्नेछ। कार्यक्रम तिम्रो ग्रह तिम्रो कथा हाम्रो युट्युब च्यानल रसवेणीमा। फेरि अर्को बसाइमा अरू कुनै बार जन्मिएका मानिसहरूको शील स्वभावको विषयमा चर्चा गर्ने नै छौं। आजलाई बिदा दिनुस्। नमस्ते।